इट्स मी छमा थापा मगर भ्लग। आज चाहिँ हामी किमोनो लगाउनको लागि रेडी भएर बाहिर निस्किसकेका छौँ। म, मेरो साथीहरू अङ्किता, करुणा एन्ड सरू। यहाँ चाहिँ हामी सबजना ट्रेनबाट उर्लिसकेका छौँ। यो चाहिँ लास्ट स्टेसन थियो एन्ड हामी चाहिँ आसाकासा आइसक्यो। आकासाका आइसक्यो। हामी चाहिँ कहाँबाट निस्किने भनेर बाटो खोजिरहेका थियौँ। फाइनल्ली हामी यहाँबाट बाटो पत्ता लागेर बाहिर निस्किसक्यो। वाउ, हामी सबजना यति धेरै खुसी भएका थियौँ यो भ्यू देखेर। अनि सबजना रमाइरहेका थिए किनकि हामी कति दिनपछि बाहिर निस्केका थियौँ। काम रुम भइरहेको थियो अनि त्यही भएर हामी सबजना यति धेरै खुसी भएका थियौँ। त्यसपछि हाम्रो एकजना साथी आउनु बाँकी थियो। त्यतिन्जेलसम्म चाहिँ हामी नास्ता खाऊँ भनेर म्याकडोनल्ड्स खोज्दै गयो। सबजनाको अनुहार हेर्न सक्नुहुन्छ यति धेरै खुसी, सबजना एक्साइटेड भइरहेका थिए एन्ड म पनि अल्सो। तर मलाई चाहिँ यो चाहिँ फर्स्ट टाइम यसरी, सेकेन्ड टाइम मलाई यसरी भिडियो लिएर भोइस ओभर गरिरहेको। मलाई राम्रोसँग आउँदैन, त्यही पनि हेरिदिनु होला। अनि यहाँ चाहिँ यति धेरै भिड थियो अनि त्यही भएर मैले धेरै भिडियो लिएन। त्यसपछि हामी फेरि सानो क्लिप लिए। यहाँदेखि चाहिँ सबजना खुसी भइरहेको थिए। हामी चाहिँ आसाकुसा आइपुग्यौँ। अब हामी जाँदैछौँ खाना खाना। पहिला म्याक खान जाने अनि त्यसपछि चाहिँ हामी किमोनो लाउन जाने। अब हाम्रो किमोनो नै प्लान हो। अनि घुम्ने, हामी जापानिज भनेर यस्तो गरेर फोटो खिच्ने। यहाँ चाहिँ ल्याङ्ग्वेजै नआएर गाह्रो छ एक्सप्लेन गर्नु के खाने कुराहरू गरिदियो, कति अर्डर गरिदियो भनेर। तर हामी पनि कहाँ हुन्छौँ र साइन ल्याङ्ग्वेज युज गरेर टुटेफुटेको जापानिज ल्याङ्ग्वेज युज गरेर भए पनि खाना अर्डर गर्यो। तपाईहरु देख्न सक्नुहुन्छ मेरो पागल साथीहरु। They are very excited to wear the kimono. Yes. And we are also. We are searching the rental shop. Yeah. यहाँ त कति धेरै फरेनरहरु देखिरहेको छौं। यो चाहिँ हामी निराजनलाई कुर्ने बेला यतिकै हिँडेको। Waiting for Nirajan. Yes. मेरा साथीहरु यहाँ छन्। यिनीहरु एकदम कन्फ्युज भइरहेछन् कहाँ जाने भनेर। Confused between us. कफी सप। फाइनली यहाँ चाहिँ हामीले पसल पनि भेटाएर म रेडी भइसकेँ। म मेरो आउटफिट चेक गर्दै थिएँ कस्तो देखिएको छ। साथीहरु कमेन्ट डाउन। फाइनली हामी चाहिँ यता रेडी भइसक्यो। मेरो कपालै देखेन के। हेलो निराजन, मेरो भ्लगमा तिम्रो स्वागत छ।
फाइनल्ली हामी रेडी भइसक्यो guys. अब हामी चाहिँ हिँडेको फाइनल्ली हामी रेडी भएर बाहिर निस्किसक्यौँ. मसँग छन् अङ्किता. हामी यति खुसी भइरहेका थियौँ कि हामीले एकअर्काको आउटफिट चेक भिडियो बनाइरहेका थियौँ. अनि तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो आउटफिट कस्तो लाग्यो. प्लिज कमेन्ट डाउन. जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला. भयो. अब चाहिँ हामी श्रीन जान आँटेको. And excited and looking different than other people. तर यहाँ सबैजनाले किमोनो लगाइरहेको छ. किमोनो लगाएर जति राम्रो देखिन्छ, जति सजिलो देखिन्छ, हिँड्न एकदमै गाह्रो हुँदो रहेछ. मेरो चाहिँ लुगा खुट्टामा बेतारेर मलाई हिँड्न गाह्रो भइरहेको थियो. मेरो साथीहरू हेर्न सक्नुहुन्छ अगाडि हिँडिरहेका छन् अनि हामी चाहिँ भिडको पछाडि हिँडिरहेका थियौँ. हामीलाई राम्रोसँग नि थाहा थिएन त्यहाँ कहाँ कस्तो ठाउँ छ भनेर. अनि हामी चाहिँ यत्तिकै भिडको पछाडि हिँडिरहेका थियौँ. जस राम्रो भिडियो र राम्रो फोटो आउने ठाउँ खोजिरहेका थियौँ. अनि लास्टमा हामीले यो गेट देख्यौँ जहाँबाट हामी इन्ट्री गऱ्यौँ. यति धेरै भिड तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू. यही हो मन्दिर. करुणा तिमी त सेम जापानिज जस्तो देखिरहेको भाइ. सरू अर्को करुणा. असाकुसाको मेन टुरिस्ट डेस्टिनेसन भनेको चाहिँ यही टेम्पलहरू थियो. अनि एकदमै भिड थियो यहाँ. अनि ठाउँ पनि एकदम राम्रो थियो. अनि हामी सब ठाउँ घुमी पनि भ्यायौँ. यो चाहिँ मन्दिरभित्रको भिडियो हो जसमा चाहिँ सबजना मान्छेहरू पैसा चलाएर भगवानलाई ढोगिरहेका थिए. अनि मेरो साथीले चाहिँ मसँग सिक्का पैसा छैन भनेर आएको थियो. अनि मसँग पैसा थियो त्यही भएर हामीले पैसा चलाएर भगवानलाई निस्कियो. फाइनल्ली आजको हाम्रो भ्लग चाहिँ अब यहीँ सकिन्छ. हामी लुगा सुगा चेन्ज गरेर अब हामी आफ्नो ड्रेस लगाउँछौँ लगाएर घरतिर भ्लग स्टार्ट हुँदैन. सायद हुँदैन होला ठिक छ. किनकि ब्याट्री नि कम छ त्यही भएर अब यहीँ इन गरिदिन्छु. आजको दिन हामी एकदमै राम्रो फिट भएर हामी घुम्यौँ. कस्तो लाग्यो? एकदमै रमाइलो भन्दा नि किमोनो ड्रेस लाउँदा सबैभन्दा राम्रो देखे जस्तो लाग्यो. जिन्दगीमा पहिलाचोटि राम्रो भएको जस्तो लाग्यो. ओके कर्णा तिमीलाई कस्तो लाग्यो? मलाई एकदम राम्रो लाग्यो होइन. पुतली जस्तो पुतली जस्तो देखेको छ भन्यो. अनि राम्रो छ. तपाईँहरू पनि डु भिजिट जापान अनि यहाँनिर आएर एकचोटि ट्राई गर्नु होला. यस्तो राम्रो बन्न मन छ. सरू कस्तो लाग्यो? आज एकदमै दिन चाहिँ मेमोरेबल भयो. यो लगन बन्थ्यो. यो पनि इच्छा पुरा भयो. अब पछि आउँदैन थाहा छैन होइन. त्यही भएर जस रमाइलो भयो आज. ओके बाई गाइज. हामी चाहिँ अब बर्थडेको सक्यो घुमेर. बाई. See you in the next See you on the next vlog. Maybe soon. Destination. Yes.